ल साथीहरु वेलकम ब्याक। आजको टपिक छ शिक्षक मेन्टरिङ कार्यान्वयन विधि 2080। यो शिक्षक मेन्टरिङ के हो? सबभन्दा पहिला यसलाई बुझौं साथीहरु। शिक्षक मेन्टरिङ भनेको दक्ष तथा अनुभवी मेन्टर शिक्षकले निश्चित समय अवधिमा नवप्रवेशी शिक्षकलाई कक्षा कोठामा आधारित पेशागत सहायता प्रदान गर्ने प्रक्रिया हो। भनेको अर्थ चाहिँ दक्ष तथा अनुभवी शिक्षक हुन्छन्, तिनले नवप्रवेशी शिक्षकलाई भर्खरै चाहिँ स्थायी नियुक्ति प्राप्त गरेका शिक्षकहरूलाई कक्षा कोठामा शिक्षण सिकाइ कसरी गर्ने भनेर सघाउँछन्। त्यही प्रक्रिया भनेको के हो? शिक्षक मेन्टरिङ भनेको नवप्रवेशी शिक्षकले चाहिँ शिक्षण गर्दछ अनि दक्ष तथा अनुभवी शिक्षक चाहिँ त्यही कक्षा कोठामा गएर त्यसको क्लासको अवलोकन गरेर आवश्यक ठाउँमा चाहिँ पृष्ठपोषण प्रदान गर्दछ, सहायता गर्दछन् शिक्षण सिकाइ प्रक्रियामा। त्यसैलाई भनिन्छ शिक्षक मेन्टरिङ। नवप्रवेशी शिक्षक भनेको भर्खरै स्थायी नियुक्ति प्राप्त गरेको शिक्षक जसले झन्डै 1 वर्ष पनि शिक्षण गरेको समय बितेको हुँदैन है। यो मेन्टरिङ कार्यान्वयन कार्यविधि 2081 तयार पार्ने तथा स्वीकृत गर्ने निकाय कुन त? शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय। कुन साथी? शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक मेन्टरिङ कार्यविधि 2080 चाहिँ स्वीकृत र तयार पारेको हो। र स्वीकृत भएको मिति कुन हो त? 2080 साल 6 महिना 12 गते भनेको असोज 12 गते यो स्वीकृत भएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको र स्वीकृत गर्ने निकाय पनि कुन हो? शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय नै हो। स्वीकृत कहिले भएको? 2080 साल 6 महिना 12 गते। उद्देश्यहरू साथीहरु यसका 4वटा उद्देश्यहरू रहेका छन्। यसको नम्बर 1 पहिलो उद्देश्य के छ? नवप्रवेशी वा शिक्षण अनुभव कम भएका शिक्षकहरूलाई शैक्षणिक सिपहरूमा दक्षता हासिल गराउने। भर्खरै चाहिँ नियुक्ति प्राप्त गरेको शिक्षकहरूलाई शैक्षणिक सिपहरूमा चाहिँ दक्ष बनाउने, तिनीलाई शिक्षणका तौर तरिका सम्बन्धी ज्ञान चाहिँ दिएर तिनीलाई निपुण बनाउने पहिलो उद्देश्य यो रहेछ। दोस्रो, विद्यालय आधारित शिक्षक पेशागत विकास सहायता उपलब्ध गराउने। विद्यालयमै आधारित के गर्ने? शिक्षक पेशागत विकास गराउने, शिक्षकको पेशागत विकास गराउने। विद्यालयमा आधारित किन भनेको? यो शिक्षक मेन्टरिङ विद्यालयमै गरिन्छ। कक्षा कोठामै एउटा नवप्रवेशी शिक्षकलाई दक्ष तथा अनुभवी शिक्षकहरूले चाहिँ अवलोकन गरेर मेन्टरिङ गरेर चाहिँ सहायता गर्दछन्। तेस्रो, शिक्षकको निरन्तर पेशागत विकास गराउने, विकासका माध्यमबाट शिक्षण सिकाइमा सुधार ल्याउने। शिक्षकको निरन्तर पेशागत विकास गरेर शिक्षण सिकाइमा सुधार ल्याउने। र चौथो उद्देश्य रहेको छ विद्यालय सिकाइ संस्कृतिको वातावरण, विद्यालय सिकाइ संस्कृतिको विकासमा सहयोग पुर्याउने। विद्यालयमा पनि सिक्न सकिन्छ है, विद्यालय सिकाइ संस्कृतिको विकासमा जोड दिने। सो यी 4वटा उद्देश्य रहेका छन् शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि 2080।